कसरी दुवै खुट्टा नभएका रुसी सैनिकलाई नेपाली शेर्पा गाइडहरूले मनासुलुको शिखरसम्म पुर्याए। जानौँ आजको यस भिडियोमा। अब ढिला नगरी भिडियोलाई सुरु गरौँ। मनासुलु संसारको 8औं अग्लो हिमाल। हरेक वर्ष धेरै पर्वतारोहीहरूले यसको शिखर चुम्न सफल भएका छन्। तर यो विजय केवल चढ्नेहरूको मात्र होइन, यो नेपाली गाइड र शेर्पाहरूको समर्पणको गाथा हो, जसले हरेक आरोहणलाई सम्भव बनाउँछन्। यो सिजन सरकारले 171 जना पर्वतारोहीहरूलाई अनुमति दिएको थियो। तीमध्ये रुसी पर्वतारोही रुस्तम, जसले सन् 2015 एक सैनिक दुर्घटनामा दुवै खुट्टा गुमाएका थिए, उनी बिना खुट्टा नेपाली गाइडहरूको सहारामा मनासुलु चढ्न सफल भए। संसारले उनको अब्बलताको चर्चा गरिरहेको छ, तर यो सम्भव बनाउने हातहरू भने नेपाली थिए। गाइडहरूको अनुहार प्राय समाचारमा देखिँदैन। पुरस्कार पदक पनि अरूले नै पाउँछन्, तर मनासुलुको हिउँमा हरेक पाइला, हरेक सफलता आरोहणमा उनीहरूको पसिना मिसिएको हुन्छ। शिखरमा पुग्ने सपना विश्वको हुन्छ, तर त्यो सपना पुरा गराउने हिम्मत नेपाली शेर्पा गाइडसँग मात्रै हुन्छ। त्यसैले एक सलुट शेर्पा गाइडहरूको।